सो हेलो एन्ड नमस्ते गाइज, यो चाहिँ सर्ट इन्फर्मेटिभ भिडियो हो। धेरै जसो यहाँ नेपालीहरू चाहिँ साउथ कोरियामा आएर डिप्रेसनको शिकार हुने र फिजिकल्ली मेन्टल्ली विक हुने भन्ने कुराहरू धेरै आइरहेको छ। र अस्ति भर्खरै मात्रै एउटा उता कता मोरङतिरको चाहिँ एउटा चौधरी दाइले चाहिँ सुसाइड गर्नुभयो भनेर चाहिँ न्युज आयो क्या। म एउटा कुरा भन्छु होइन गाइज, हामी नेपालमा केही नहुने मान्छे होइन, 10,000 12,000को जागिर गरेर कमाइराखेको खाइराखेको मान्छे यहाँ आएर त्यत्रो पैसा कमाउँदा पनि मान्छेलाई चाहिँ त्यस्तो के खालको कुराले चाहिँ मेन्टल्ली विक हुन्छ। र एउटा भनेको इन्भाइरोमेन्ट पनि हुन्छ, साथी सङ्गतहरू तपाईँको कस्तो छ, फ्रेन्ड सर्कल कस्तो छ होइन, त्यो कुराहरू इम्प्रुभ गर्नु र राम्रो ठाउँमा आइसकेपछि मेहनत गर्नु र सक्नुहुन्न गाह्रो हुन्छ भने चाहिँ म चाहिँ के भन्छु भने मेन्टल प्रेसर, मेन्टल हेल्थ दिनुभन्दा राम्रो आफ्नै कन्ट्री जाने, इन्जोय गर्ने। नेपालमा केही नभए पनि जिन्दगी मतलब चलिराखेको हुन्छ क्या। तर पनि हामी यहाँ आएपछि झन् भागदौडमा हुन्छ नि, के ऱ्याट रेसमा पर्छौँ क्या। यहाँ आएर चाहिँ आइफोन किन्नै पर्ने, 10,000को जुत्ता लाउनै पर्ने होइन, 20-30 हजारको घडी लाउनै पर्ने। सो किन तपाईँहरूले आफूलाई बााउन्ड्री सेट गरेर राख्नु भएको छ? द्याट डजन्ट गिभ अ फक म्यान होइन। त्यो कसैले कसैको लाइफमा इम्प्लिमेन्ट हुँदैन र कसैले हुन्छ नि तपाईँलाई केही 1% पनि बाल दिँदैन। तपाईँ आफ्नो माथि फोकस गर्नु, आफ्नो माथि काम गर्नु। र त्यो डिप्रेसन भनेको हुन्छ होइन, तर पनि हुन्छ नि तपाईँहरू अब जस्तो कम्पनीमा हुनुहुन्छ भने साथीहरू तपाईँहरूको छ भने सँगै बसेर खानु, एकअर्कासँग छलफल गर्नु, कुराकानी गर्नु, लाइफलाई इन्जोय गर्न सिक्नु क्या। हामी नेपालीको बानी के छ भने एकअर्काको खुट्टा तान्ने, अनि कस्तो भने अब एउटाले राम्रो गरिरहेछ भने त्यसलाई नराम्रो केही डिमोटिभेटेसन लाइक त्यस्तो खालको कुराहरू गरेर उसलाई चाहिँ झन् तल तल झारिदिने। र त्यसरी मान्छेको मेन्टल हेल्थहरू धेरै प्रब्लमहरू चाहिँ साउथ कोरियामा आउँदो दिनहरूमा देखिरहेको छ। र धेरैले के गलत कदमहरू उचालेर चाहिँ मान्छेहरूको के अब हुन्छ नि, मान्छे मर्नेदेखि लिएर अब आत्महत्या गर्ने धेरै कुराहरू आइरहेको छ। सो यो कुराहरूलाई चाहिँ अलिकति मिनिमाइज गरौँ होला। र तपाईँहरू यदि साउथ कोरियामा हुनुहुन्छ भने आफ्नो मेन्टल हेल्थ र फिजिकल हेल्थमा काम गर्नु होइन। यहाँ त्यस्तो चाहिँ तपाईँलाई कसैले रोकटोक पनि गर्दैन। तपाईँको बिगार्ने काम भनेको आफन्तले नै हो। त्यो भएपछि अरू त्यो आफन्तलाई हेर्ने र लोन छ भने त्यो सल्भ हुनसक्छ क्या। तपाईँले यहाँ काम नगरेर अरू कन्ट्रीमा गएर तपाईँले गर्नुभयो भने तपाईँले सल्भ गर्न सक्नुहुन्छ क्या। यहाँ साउथ कोरियामा चाहिँ खटेर सकिँदैन होइन, लोन तिर्न सकिँदैन भने चाहिँ त्यस्तो कुराहरूले लाइफमा त्यसले केही पनि गर्दैन क्या। मलाई चाहिँ त्यस्तो लाग्छ होइन। बिस्तारै बिस्तारै त्यो चाहिँ तिर्न सकिन्छ, त्यस्तो केही प्रब्लम छ भने त्यसलाई सल्भ गर्न सकिन्छ होइन। तर मेन्टल हेल्थलाई चाहिँ यस्तो हुन्छ कि मान्छे त्यो बेला चाहिँ एकान्त खोज्छ क्या। सो त्यस्तो तपाईँको वरिपरि कोही मान्छे, कोही साथीभाइहरू भेट्नुभयो भने उहाँहरूलाई सम्झाउनु, उहाँसँग अलिकति उहाँहरूलाई कम्पनी दिनु। र यहाँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको चाहिँ यहाँ ज्यान नजाओस् भनेर चाहिँ मैले यो अवेरनेस भिडियो बनाएको। र यदि तपाईँहरूलाई त्यस्तो केही फिल भइरहेको छ भने मलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ र सायद मैले तपाईँहरूलाई केही हेल्प गर्न सक्छु भने सो मलाई इन्स्टाग्राम र फेसबुकमा कनेक्ट गर्न पनि सक्नुहुन्छ। र यही नै हो कुराकानीहरू। र आशा छ तपाईँहरूले अब 1K चाँडै पुऱ्याउनुहुन्छ र तपाईँहरूको लागि चाहिँ साउथ कोरिया कसरी स्टुडेन्टमा चाहिँ फ्रीमा अप्लाई गर्न मिल्छ भन्ने बारेमा चाहिँ भिडियोजहरू चाहिँ म रेडी गरेर राखेको छु। सो आशा छ। र आजको भिडियोमा यति नै। स्टे अलर्ट र तपाईँको मेन्टल र हेल्थ एकदमै तपाईँको स्ट्रङ बनाउनु र राम्रो काम गर्नु र जस्ट इन्जोय यर लाइफ म्यान। त्यो तपाईँले जस्तो खालको सोचिराख्नु भएको छ नि, यो भएन भने त्यो कस्तो हुन्छ, त्यो भएन त्यो, कसैले यहाँ कसैलाई बाल गर्दैन। दिस इज द रियल वर्ल्ड होइन। यहाँनिर तपाईँ एक्लै आउनुभएको, एक्लै जन्मिनु भएको, एक्लै मर्नुहुन्छ। सो तपाईँलाई जे गर्न मन लागेको छ त्यसको बकेट लिस्ट एउटा तयार गर्नु र तपाईँ त्योलाई फलो गर्नु। तपाईँलाई छोड्छ, टेन्सन नलिनु। कोही आउँछ, टेन्सन नलिनु। सो जस्ट बी योर सेल्फ एन्ड वर्क अन योर सेल्फ र इन्जोय यर लाइफ। द्याट्स वान टाइम गिफ्ट फ्रम अ गड फर यु क्या म्यान। सो यो कुरा चाहिँ सबैले इम्प्लिमेन्ट गर्नु पऱ्यो। हस्त, धन्यवाद। सी यु नेक्स्ट।